यहाँहरु सबैलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज चाहिँ म नीति तथा कार्यक्रम 2082-83 को बारेमा यहाँहरुलाई केही जानकारी दिनको लागि उपस्थित भएको छु। आशा छ यो भिडियो तपाईको लागि उपयोगी र सहयोगी हुनेछ। हिजो मिति 2082 साल वैशाख महिनाको 19 गते नेपाल सरकारले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलज्यूले संसदमा प्रस्तुत गर्नुभएको छ। नेपालको संविधानले नीति तथा कार्यक्रम चाहिँ नेपाल सरकारले निर्माण गरी सोको प्रस्तुतिकरण चाहिँ राष्ट्रपतिबाट गर्ने संवैधानिक व्यवस्था गरे अनुरूप हिजोको संसद बैठकमा चाहिँ आगामी आर्थिक वर्ष 2082-83 मा सरकारले गर्ने नीति तथा कार्यक्रमको बारेमा चाहिँ राष्ट्रपति रामचन्द्र पौडेलज्यूले प्रस्तुति गर्नुभएको छ। सोको विषयमा आजको भिडियो तपाईहरुलाई राख्नेछु। नीति तथा कार्यक्रमलाई यहाँ प्रस्तुत गर्नुभन्दा पहिला नीति तथा कार्यक्रम भनेको के हो भन्ने विषयमा छोटो मैले तपाईहरुलाई जानकारी दिन गइरहेको छु। तपाईहरुलाई थाहै छ नेपाल सरकारले प्रत्येक वर्षको जेठ 15 गते आगामी वर्षको लागि बजेट कार्यक्रम प्रस्तुत गर्ने गर्दछ। यो संवैधानिक व्यवस्था रहेको छ। बजेट निर्माण हुनुभन्दा अगाडि अथवा बजेट प्रस्तुत हुनुभन्दा अगाडि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गर्दछ। त्यसै कारणले गर्दाखेरि यो नीति तथा कार्यक्रमलाई चाहिँ बजेटको आधारशिलाको रूपमा लिने गरिन्छ। अब खास गरी नीति तथा कार्यक्रम के हो त भन्ने विषयमा मैले यहाँ छोटोमा तपाईहरुलाई राख्ने कोसिस गरेको छु। नीति तथा कार्यक्रम भनेको चाहिँ आगामी आर्थिक वर्षमा सरकारले गर्ने वा गर्न चाहेको अल्पकालीन योजना हो। किनभने अल्पकालीन किन भनेको भने यो 1 वर्ष वा सो भन्दा कम अवधिको लागि हुने गर्दछ। त्यसैले यसलाई सरकारको चाहिँ अल्पकालीन योजनाको रूपमा हामी लिने गर्दछौं। यो चाहिँ आर्थिक वर्षको लागि तयार हुँदै गरेको वार्षिक बजेटको लागि आधार अथवा रोड म्याप अथवा गाइडलाइन्स हो भन्न सकिन्छ। जुन सरकारले चाहिँ बजेट अब जेठ 15 गते ल्याउँदैछ सो बजेट चाहिँ यही नीति तथा कार्यक्रमकै पेरिफेरीमा यही नीति तथा कार्यक्रमकै वरिपरि रहेर सरकारले प्रस्तुत गर्ने गर्दछ। अथवा हामीले भन्न सक्छौं कि बजेट जुन आउँदैछ त्यो चाहिँ यही नीति तथा कार्यक्रमकै इलाबोरेट गरेर यसलाई नै विस्तृतीकरण गरेर सरकारले ल्याउने हामी अपेक्षा गर्न सक्छौं। अर्को चाहिँ आगामी बजेटमा यसै नीति तथा कार्यक्रममा प्रस्तुत भएका विषयवस्तुहरू समेटिने सुनिश्चितता हुन्छ भन्नाले जुन सरकारले बजेट ल्याउँदैछ यो चाहिँ हामीले यस्तो नीति अन्तर्गत यस्तो चाहिँ पोलिसी अन्तर्गत हामी चाहिँ बजेट ल्याउँदै छौं है भनेर यो चाहिँ हामी सर्वसाधारण मानिसहरू जनताहरूलाई चाहिँ सुसूचित गराएको अलर्ट गराएको अथवा सुनिश्चितता प्रदान गरेको भनेर हामीले यसलाई बुझ्न सक्छौं। यसरी हेर्दा नीति तथा कार्यक्रम भनेको चाहिँ प्री बजेट प्लानिङ हो भन्न सकिन्छ। अथवा बजेट निर्माणको चरणमा अहिले सरकार छ। सरकारले चाहिँ यस्तो विषयहरू समेटेर यस्तो नीति अन्तर्गत रहेर कार्यक्रमहरू अन्तर्गत रहेर हामी बजेट ल्याउँदै छौं है भनेर चाहिँ यो चाहिँ एउटा प्री बजेट प्लानिङको रूपमा हामीलाई प्रस्तुत गरेको हो। तपाईहरुले नीति तथा कार्यक्रम के हो भनेर पनि थाहा पाइसक्नु भएको छ। नीति तथा कार्यक्रमको विषयमा मैले छोटोमा जानकारी दिइसकेपछि अब हिजो चाहिँ संसद बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई छोटोमा म यहाँ राख्न चाहन्छु। नेपाल सरकारले जुन चाहिँ नीति तथा कार्यक्रम 2082-83 प्रस्तुत गरेको छ जसमा चाहिँ जम्मा 11 वटा नीतिहरूलाई अगाडि सारेको छ। क देखि ट नम्बरसम्म 11 वटा बुँदामा सरकारले गर्ने नीतिहरूलाई अगाडि सारेको छ। सो नीतिहरूलाई चाहिँ पूरा गर्ने क्रममा सरकारले ल्याएका कार्यक्रमहरू चाहिँ जम्मा 153 वटा बुँदामा प्रस्तुत गरिएको छ। जुन चाहिँ अब यो भिडियो लामो हुने भएकोले मैले नीतिहरूलाई चाहिँ सरसर्ती यहाँ छोटकरीमा राख्ने कोसिस गर्नेछु भने कार्यक्रमहरू चाहिँ निकै लामो भिडियो हुने भएकोले त्यसलाई चाहिँ सर्टकटमा समराइज गरेर मैले चाहिँ यहाँ प्रस्तुत गर्ने कोसिस गरेको छु। अब चाहिँ तपाईहरुलाई म चाहिँ क्रमैसँग नम्बर वाइज के नीतिहरू चाहिँ सरकारले लिएको नीतिहरू जुन चाहिँ मैले 11 वटा भने त्यो नीतिहरूलाई चाहिँ सरसर्ती रूपमा मैले यसरी
समराइज गरेर यहाँनिर राख्ने कोसिस गरेको छु। नम्बर 1 मा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको सुदृढीकरण गर्ने भनेर सरकारले चाहिँ नीति तय गरेको छ, जस अन्तर्गत चाहिँ भनौँ न अहिले जुन बजारमा राजतन्त्र र राजावादी शक्तिहरू जुन रूपमा प्रस्तुत भइरहेको छ, यसलाई नियन्त्रण गर्नको लागि चाहिँ केही सरकारले व्यवस्था अथवा रणनीति ल्याउँछ भन्ने अपेक्षा गर्न सकिन्छ। त्यस्तै गरेर झ नम्बरमा छ फेसलेस सेवाको विस्तार गर्ने, जुन सरकारले चाहिँ डिजिटल कारोबारहरूको विकास गरेको छ र प्रविधि मैत्री सेवाको विस्तार गर्ने भनेर जुन योभन्दा अगाडि पनि सरकारले चाहिँ नीतिहरू ल्याएको थियो, त्यसैलाई निरन्तरता दिने र अझ यसलाई चाहिँ व्यवस्थित तरिकाले विस्तारित रूपमा प्रयोग गर्ने भनेर सरकारले लिएको छ। यो नम्बरमा चाहिँ सङ्घ प्रदेश र स्थानीय तहबीच समन्वय स्थापित गर्ने र दोहोरोपना हटाउने भनेर चाहिँ नीति लिएको छ। खास गरी के हो त भन्दाखेरि अझै पनि संवैधानिक रूपमा कानुनी रूपमा सङ्घ प्रदेश र स्थानीय तहबीच अझै पनि राम्रो सम्बन्धहरू स्थापित नभइसकेको हामीले पाउँछौँ। बेला बेला हामीले सामाजिक सञ्जालहरूमा पनि सुन्ने गरेका छौँ। सङ्घ र प्रदेश अथवा सङ्घ र स्थानीय तहबीच सौहार्द वातावरण हुनुपर्ने थियो, जुन चाहिँ स्पष्ट नीति हुनुपर्ने थियो र जुन खालको चाहिँ एउटा अस्तित्वको पाटोमा हुनुपर्ने थियो, त्यो नभएको र विवादहरू भइराखेको हामीले सुन्ने गरेका छौँ। त्यसलाई चाहिँ हटाएर त्यसलाई अलिक व्यवस्थित गरेर स्पष्ट पारेर चाहिँ जति पनि दोहोरोपना भएको छ त्यस्ता विषयहरूलाई हटाउने भनेर सरकारले यो नीति लिएको छ। अन्तिम पोइन्टमा चाहिँ सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने भनेर सरकारले नीति लिएको छ। खास गरी नेपाल जहिले पनि सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्नेतर्फ नै नेपालको नीति रहेको छ र त्यही खालको चाहिँ नीति हुनुपर्दछ, किनभने हामी चाहिँ भूपरिवेष्टित राष्ट्र पनि छौँ र ठुला ठुला अर्थतन्त्रहरूबीच शक्ति राष्ट्रहरूबीचमा रहेका छौँ। त्यसैले गर्दाखेरि हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ अलिकति सेन्सिटिभ खालको पनि रहेको छ। त्यसले गर्दाखेरि हामीले चाहिँ जहिले पनि अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने सन्दर्भमा चाहिँ सन्तुलित र सुदृढ खालको अलिकति असल खालको चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्नुपर्छ भन्ने खालको चाहिँ यो नीति रहेको छ। यसरी सरसर्ती रूपमा चाहिँ नेपाल सरकारले 11वटा नीतिलाई चाहिँ हिजोको नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ। अब यो नीतिहरूलाई अगाडि लाने सन्दर्भमा चाहिँ जम्मा 153वटा कार्यक्रमहरू चाहिँ हिजो सरकारले प्रस्तुत गरेको छ। जुन कार्यक्रमहरूलाई चाहिँ अब यहाँ प्रस्तुत गरिरहँदाखेरि निकै लामो हुने भएकोले मैले सर्टकटमा छोटोमा त्यसमा भएका महत्त्वपूर्ण व्यवस्थाहरूलाई मात्रै यहाँनिर प्रस्तुत गर्न गइरहेको छु र आशा छ त्यो नीति तथा कार्यक्रमहरू यहाँहरूले पनि अध्ययन गरिसक्नु भएको छ। त्यसलाई चाहिँ समराइज ढङ्गले त्यसलाई चाहिँ छोटोमा बुँदागत रूपमा महत्त्वपूर्ण विषयहरू चाहिँ यहाँ मैले प्रस्तुत गर्न गइरहेको छु। नेपाल चाहिँ भूराजनीतिक रूपमा अलिकति विशिष्ट किसिमको देश भएकोले नेपालले आफ्नो भूराजनीतिक अवस्थिति सुहाउँदो नीति तथा कार्यक्रमहरू लिनु जरुरी छ। त्यो किसिमको नीति तथा कार्यक्रमहरू तय गर्नु जरुरी छ। त्यसैले अब नेपालले चाहिँ आफ्नो भूराजनीतिक अवस्था सुहाउँदो नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दाखेरि चाहिँ यी विषयहरूलाई खास गरी समेटेर चाहिँ यो विषयहरूमा के गर्नेछ, कस्तो कस्तो नीतिहरू ल्याउनेछ, नीति कार्यक्रमहरू ल्याउनेछ भनेर चाहिँ यो विषयहरू खास गरी समेटेर नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्ने गरेको छ। कृषि, पर्यटन, वन, खनिज, शिक्षा, खेलकुद, रोजगारी, स्वास्थ्य, खानेपानी, यातायात, न्याय प्रशासन, सार्वजनिक सेवा प्रवाह, भ्रष्टाचार निवारण, अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, राजनीतिक स्थायित्व इत्यादि यस्ता विषयहरू नै हो जुन चाहिँ नीति तथा कार्यक्रमहरूमा समेटिने गर्दछ। र यी विषयहरूमा सरकारले के गर्न खोजिरहेको छ,
सरकारले कस्तो योजना ल्याउँदैछ भन्ने विषयमा चाहिँ यहाँ चाहिँ जानकारी दिने गरिन्छ। नम्बर 1 मा चाहिँ सार्वजनिक सहकारी र निजी क्षेत्रको सहकार्य गरिनेछ। सहकार्य मार्फत चाहिँ विभिन्न कार्यक्रमहरू, विभिन्न आयोजनाहरू चाहिँ अगाडि बढाइनेछ भनिएको छ। यो चाहिँ नेपालले लामो समयदेखि चाहिँ निरन्तर रूपमा अङ्गीकार गर्दै आएको यो एउटा आर्थिक अथवा सामाजिक मोडालिटी हो। सार्वजनिक सहकारी र निजी क्षेत्रको सहकार्य गरेर चाहिँ नेपालको अर्थतन्त्रलाई सुदृढ गर्दै लाने भन्ने चाहिँ रणनीति सरकारले धेरै पहिलादेखि नै लिँदै आएको छ र सो नीतिलाई यस नीति तथा कार्यक्रममा पनि निरन्तरता दिएको छ। कर प्रशासनलाई सुधार गर्ने र करदाता मैत्री राजस्व प्रणाली अपनाउने भनेर चाहिँ सरकारले नीति लिएको छ। 2030 भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने। 2030 भन्नाले यो विक्रम सम्वत 2030 भित्र चाहिँ नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्ने रणनीति लिएको छ। त्यस्तै गरेर सन् 2026 मा नेपाल चाहिँ अति कम विकसित देशहरूबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने भनेर जुन लक्ष्य लिएको छ सो अनुसारको चाहिँ रणनीति सरकारले लिएको छ। शेयर मार्केटलाई व्यवस्थित गर्ने भनेर अर्को नीति लिएको छ। यस अन्तर्गत चाहिँ धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई चाहिँ पुनर्संरचना गर्ने भनेर नीति कार्यक्रम लिएको छ सरकारले। त्यस्तै गरेर ब्याड ब्याङ्क स्थापना गर्ने र डिजिटल ब्याङ्क स्थापना गर्ने। बैङ्क तथा वित्तीय संस्थाहरूमा जुन खराब कर्जाहरू, ब्याड डेब्टहरू चाहिँ बढ्दै गइराखेको छ, यसलाई व्यवस्थित गर्ने सन्दर्भमा चाहिँ ब्याड ब्याङ्क स्थापना गरेर बैङ्क तथा वित्तीय संस्थाहरूमा भएको खराब कर्जाहरू चाहिँ खराब सम्पत्तिहरूलाई व्यवस्थित गर्ने सरकारले नीति लिएको छ। डिजिटल ब्याङ्क स्थापना गर्ने भनेको छ। डिजिटल ब्याङ्क स्थापना गर्ने भनेको छ। त्यस्तै गरेर भूमि बैङ्क, सहुलियत ऋण र विपन्न किसानलाई परिचय पत्र दिने भनेको छ। केही उद्यम गर्न चाहने व्यक्तिहरू जोसँग भूमि छैन, जोसँग जग्गा जमिन छैन, त्यस्ता व्यक्तिहरूलाई चाहिँ सरकारले भूमि बैङ्क मार्फत चाहिँ भूमि उपलब्ध गराउने, जमिन उपलब्ध गराउने भन्ने सरकारको नीति रहेको छ। र त्यस्ता किसानहरूलाई, त्यस्ता पौरखी हातहरूलाई चाहिँ सहुलियत ऋण पनि उपलब्ध गराउने, जुन पनि पहिला सरकारले उपलब्ध गराउँदै आएको छ, त्यसलाई चाहिँ निरन्तरता दिने अथवा त्यसलाई थप परिमार्जित गरेर सहुलियत ऋणहरू प्रदान गर्ने नीति सरकारले लिएको छ। त्यस्ता विपन्न किसानहरू जोसँग भूमि छैन, जोसँग पुँजी छैन, त्यस्ता किसानहरूलाई चाहिँ विपन्न वर्गको किसान हो भनेर चाहिँ परिचय पत्र दिने भनेर पनि सरकारले चाहिँ नीति लिएको छ। अर्को चाहिँ सरकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गर्ने भनेर चाहिँ सरकारले नीति तथा कार्यक्रम तय गरेको छ। खास गरी सहकारी क्षेत्रमा जुन खालको अनियमितता, अपचलनहरू हामीले सुनेका छौँ, देखिरहेका छौँ, कतिपयले भोग्दै पनि आएका छौँ, त्यसलाई चाहिँ एउटा चाहिँ समन्वयकारी र नियामक निकाय नभएको कारणले गर्दाखेरि सहकारी क्षेत्रमा यो खालको अराजकता, यो खालको अनियमितता पैदा भएको भनेर धेरै पहिलादेखि चाहिँ हामीले सुन्दै आएका छौँ, बहस गर्दै आएका छौँ। त्यसलाई व्यवस्थित गर्ने सन्दर्भमा त्यसलाई चाहिँ अलिकति पुनरावलोकन गरी नयाँ चाहिँ सहकारी नीति जारी गर्नेतर्फ सरकार चाहिँ अघि बढेको छ। त्यस्तै गरेर जलवायु परिवर्तनको असरबाट नेपाललाई परेको प्रभावको विश्व समुदायलाई ध्यानाकर्षण गराउन यही मिति 2082 साल जेठ 4 गते चाहिँ सगरमाथा संवाद नामक चाहिँ एउटा संवाद आयोजना गर्ने भनेर सरकारले चाहिँ नीति तथा कार्यक्रममा घोषणा गरेको छ। त्यस्तै गरेर
निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गर्ने सरकारले चाहिँ नीति लिएको छ। खास गरी यो चाहिँ अन्तर्राष्ट्रिय व्यापार घाटा जुन नेपालको बढ्दो क्रममा छ, यो चाहिँ निर्यातमा कमी आएको र आयातमा वृद्धि भएको कारणले गर्दा व्यापार असन्तुलन अथवा व्यापार घाटा भएको कुरालाई मध्यनजर गर्दै सरकारले निर्यात प्रवर्धन गरेर आयात प्रतिस्थापन गर्ने नीति लिएको छ। त्यस्तै गरेर विद्यालय शिक्षाको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुनर्संरचना गरिनेछ। 2084 भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा पाउने व्यवस्था गरिनेछ। संस्थागत सामुदायिक विद्यालय साझेदारी कार्यक्रम लागू गर्ने नीति सरकारले लिएको छ। यो चाहिँ खास गरी अहिले अघि नै पनि मैले तपाईहरुलाई भनिसकेँ, यो जुन चाहिँ जुन खालको चाहिँ शिक्षामा दुई खालको नीति छ, द्वैध नीति सरकारले लिइरहेको छ। यो चाहिँ राष्ट्र र देशको लागि, समाजको लागि हानिकारक छ र यसलाई चाहिँ सुधार गर्नुपर्छ, व्यवस्थित गर्नुपर्छ भन्ने सन्दर्भमा सरकारले लिएको यो चाहिँ एउटा नीति हो र यो मेरो व्यक्तिगत विचारमा चाहिँ अत्यन्तै उत्कृष्ट र प्रभावकारी चाहिँ नीति हो। यसलाई चाहिँ तदारुकताको साथ हामीले लागू गर्नुपर्छ र मेरो विचारमा अझै पनि के लाग्छ भने शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयहरूमा चाहिँ सरकारले दुईवटा सरकारी र संस्थागत भनेर त्यसरी दुई खालको नीति लिनु हुँदैन भन्ने मेरो मान्यता रहेको छ। त्यस्तै गरेर हप्तामा 20 घण्टा चाहिँ न्यूनतम कामको सुनिश्चितता गरी ज्याला दिई काम कमाउँदै पढ्दै हप्तामा 20 घण्टा कामको चाहिँ सुनिश्चितता गरी चाहिँ कमाउँदै पढ्दै भन्ने नीति लागू गर्ने सरकारले चाहिँ नीति लिएको छ। यो चाहिँ खास गरी स्नातक तहदेखि माथिका विद्यार्थी साथीहरूलाई चाहिँ सहयोगी उपयोगी होस् भनेर यो चाहिँ इन्टर्न टाइपको काम गरेर सरकारले त्यसको चाहिँ ग्यारेन्टी गरेर यो खालको नीति चाहिँ सरकारले लिएको छ। यो पनि एउटा चाहिँ स्वागत योग्य नीतिको रूपमा मैले ठानेको छु। त्यस्तै गरेर क्यान्सर र मृगौला प्रत्यारोपण सेवा जुन चाहिँ केन्द्रीय स्तरमा मात्र थियो, त्यसलाई चाहिँ प्रदेश स्तरमा विस्तार गर्ने नीति चाहिँ सरकारले लिएको छ। यो पनि एउटा चाहिँ स्वागत योग्य नीतिको रूपमा मैले लिएको छु। त्यस्तै गरेर अर्को चाहिँ यसैमा स्वास्थ्य सम्बन्धी मै चाहिँ तपाईको के छ भन्दाखेरि पाठेघर क्यान्सर भएका महिलाहरूलाई एचपीभी खोप जुन दिने गरिएको छ, त्यो खोपलाई चाहिँ निशुल्क गर्ने र 14 वर्ष मुनिका बालबालिकाहरूलाई चाहिँ क्यान्सर उपचार चाहिँ निशुल्क गर्ने भनेर चाहिँ सरकारले नीति लिएको छ। त्यस्तै गरेर स्वास्थ्य बिमा थैली परिमार्जन गरिने पनि भनिएको छ। यो चाहिँ जुन अघि नै पनि मैले भने स्वास्थ्य मन्त्री प्रदीप पौडेलज्यूले जुन चाहिँ स्वास्थ्य बिमाको रकम भुक्तानी गर्न नसकिएको भनेर केही समय अगाडि मिडियाहरूमा भन्नुभएको थियो। त्यसले गर्दाखेरि चाहिँ मलाई लाग्छ यो जुन हामीले स्वास्थ्य बिमा गराउँदै आएका छौँ, यसको थैली रकम चाहिँ केही बढ्छ कि भनेर आकलन गर्न सकिन्छ। त्यस्तै गरेर एआईलाई संस्थागत र कानुनी मान्यता दिने भनेको छ। अहिलेको अघि नै पनि हामीले चर्चा गऱ्यौँ कि जेनजी ग्रुपलाई मध्यनजर गरेर स्टार्टअप बिजनेसको लागि चाहिँ सरकारले प्रायोरिटी दिएको छ, त्यो नीति लिएको छ र यसमा पनि त्यसैलाई चाहिँ कार्यक्रमको रूपमा चाहिँ अगाडि सार्ने काम चाहिँ सरकारले नीति चाहिँ लिएको छ। जस्तो एआईलाई संस्थागत र कानुनी मान्यता दिने भनेको छ। अहिले चाहिँ प्रविधि चाहिँ धेरै अगाडि बढिसकेको छ। आर्टिफिसियल इन्टेलिजेन्सको युज गरेर हाम्रो दिनदैनिकी कामहरूलाई छिटो छरितो र सहज सुलभ बनाउने कामहरू भइरहेको छ। यस्ता खालका कामहरूलाई चाहिँ सरकारले कानुनी र संस्थागत मान्यता दिने नीति लिएको छ। नागरिकता विधेयक पारित गर्ने भनेको छ। जुन चाहिँ अड्केर रहेको नागरिकता विधेयक छ त्यसलाई पनि चाहिँ पारित गर्ने भनेर सरकारले नीति लिएको छ। अर्को चाहिँ निजामती कर्मचारीहरूको सेवा सुविधा
र व्यवसायजन्य सुरक्षालाई उत्प्रेरक र पूर्वानुमान योग्य बनाउने भनेर चाहिँ सरकारले नीति लिएको छ। अहिलेको परिस्थिति अनुसार अहिलेको जुन आर्थिक क्राइसिसको अवस्था छ, यति बेला अब हामी कर्मचारीहरूको सेवा सुविधा बढ्छ भनेर चाहिँ हामीले त्यति अपेक्षा गर्नु चाहिँ हुँदैन। यो नीतिले पनि स्पष्ट रूपमा चाहिँ बोलेको छैन। तर के हो भने केही गैर मौद्रिक चाहिँ विषयहरूलाई समेटेर अलिकति कर्मचारी तन्त्रमा पनि एउटा उत्प्रेरक र एउटा चाहिँ स्वागत योग्य काम आउँछ भनेर हामीले आकलन गर्न सकिन्छ। र हाम्रो कर्मचारीहरूको तलब भत्ता सेवा सुविधाहरू चाहिँ यति वर्षमा बढ्ने अथवा यति प्रतिशतले बढ्ने भनेर एउटा चाहिँ पूर्वानुमान गर्न सक्ने चाहिँ सरकारले बनाउँछ होला, यो बजेटमा ल्याउँछ होला भनेर अपेक्षा गर्न सकिन्छ। यसरी चाहिँ सरस्वती रूपमा हेर्दाखेरि हिजो चाहिँ प्रस्तुत भएको यो नीति तथा कार्यक्रममा सरकारले चाहिँ अलिक बढी चाहिँ ठुला तथा मेगा प्रोजेक्टहरूलाई बढी फोकस गर्ने भनेर यो खालको नीतिहरू लिएर आएको छ। खास गरी अब ठ्याक्कै मेगा प्रोजेक्टहरू के हो, कस्तो कुन मेगा प्रोजेक्टहरू हो, ठुला प्रोजेक्टहरू हुन् भनेर त अब नीति तथा कार्यक्रममा आउँदैन। यद्यपि मेगा प्रोजेक्टहरूलाई अथवा नयाँ खालका बिजनेसहरूलाई चाहिँ फोकस गरेर यो बजेटले व्यवस्था गर्छ भनेर चाहिँ हामीले पूर्वानुमान गर्न सक्छौँ। यसरी सरकारले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रम ले चाहिँ एउटा बजेट यस्तो आउन सक्छ भनेर हामीले पूर्वानुमान अथवा आकलन गर्न सक्छौँ। आशा छ अब आउने यही जेठ 15 गते सरकारले चाहिँ ल्याउन लागेको बजेट चाहिँ तपाईँ हाम्रो फेभरमा होस्, तपाईँ हामीले सोचेको जस्तो चाहेको जस्तो होस् र देश र समाजलाई हित हुने खालको बजेटहरू, कार्यक्रमहरू, योजनाहरू सरकारले ल्याउनेछ भन्ने अपेक्षा गर्न चाहन्छौँ। हामी सबैको कामना त्यही छ। र मेरो यो युट्युब च्यानलमा मैले राखेको यो सामग्री तपाईहरुलाई उपयोगी भएको छ, सहयोगी भएको छ भन्ने मैले अपेक्षा लिएको छु। यदि तपाईहरुलाई यो मेरो भिडियो राम्रो लाग्यो भने यसलाई लाइक, कमेन्ट र मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।